यहाँ मलाई त प्रेसर पो भयो भनेर भनेको छ। मेरो नाम चाहिँ रामबहादुर। मेरो उमेर 38 वर्ष भयो। म यो पेप्सी कोलातिर बस्छु अहिले। हो डाक्टर कहाँ जाने भनेर यो बुढीले करकर गरेर जाउँ भनेर गएको, प्रेसर पो छ। यो उमेरमा पनि प्रेसर हुन्छ हुन सक्ने सम्भावना हुन्छ। हजुरले काम के गर्नुहुन्छ? म चाहिँ सेक्युरिटी गार्डको काम गर्छु। बिहान जान्छु अफिस, बेलुका 12 घन्टा ड्युटी छ। के गर्नु, परिवार पाल्नु पर्यो। त्यो चाहिँ पर्यो। अनि सेक्युरिटी गार्डको ड्युटीमा हजुर कतिको निडुल्ने काम हुन्छ? हजुरको कस्तो छ? दिनभरि उभिने हो, सलाम ठोक्ने, अरू केही छैन। ढोका लाउने वरपर कसरी गर्नु, अफिसबाट कहीँ जान्दिँदैन। सिङ्गल ड्युटी छ, 2 जना गार्ड राख भनेको, अहिलेसम्म खालि 1 जनाको 1 जनै छ। हुनु पनि 12 घन्टा ड्युटी गरेपछि पैसा पनि आउँछ, 25,000सम्म आउँछ। अरू खानापिना हजुर कति बजे खानुहुन्छ? खानापिना चाहिँ बिहान बेलुका उठेर गयो, अफिसले खाना दिन्छ, त्यसपछि बेलुका घरै खान्छु। अनि रक्सी चुरोट? अब अहिले दिनभरि थाकै आउँछ। रक्सी चुरोट भनेको हामीले जातले पनि पाएको। यही नजिकै त्यहाँ साइनको भट्टी छ, त्यहाँ गएर म अब ठुलो बिर्का बन्दनको सिल्का खान सक्दैन, त्यही लोकल 2 ग्लास, कहिले अब साथीभाइ भयो भने अलिक बढी पनि हुन्छ नि, 1 ग्लास चाहिँ म डेली नै खान्छु। रक्सीसित के खानुहुन्छ? रक्सीसित त्यो रायोको छेला, अनि कहिलेकाहीँ त त्यो पनि हुँदैन, कहिलेकाहीँ अदुवा नुनसँग पनि खानुपर्छ। धेरै जसो चाहिँ कहिले छेला, बटमास, यस्तै हुन्छ। चुरोट दिनको कतिखेर खानुहुन्छ? चुरोट चाहिँ खोइ छोडौँ भनेको छोड्न सकेको पनि होइन, यिनीहरू पनि कर्कट गर्छन् छोड्नु। अब अहिले चाहिँ म त्यस्तै हो, कहिले 1 बट्टाले 2 दिन पुग्छ, कहिले 3 दिन पुग्दैन। अनि हजुरको खानपान कसरी खानुहुन्छ? कस्तो छ? के खानुहुन्छ? कसरी खाने भने त अब बिहान अफिसमा दाल भात तरकारी दिन्छ, कहिलेकाहीँ मासु पनि हुन्छ। अनि बेलुका त बुढले जे पकाउँछ त्यही खाने। अब कहिले भात, साग, कहिले दाल। चिल्लो कतिको खाने गर्नुपर्छ? हजुरको कोलेस्ट्रोल पनि अलिकति माथि? चिल्लो भने त अब अलिक मलाई फ्राई गरेकै मनपर्छ, तरकारी। कहिले गाईको मासु, सुँगुरको मासु ल्याइन्छ, कहिले रायोको मासु, खसीको मासु खाइन्छ। पार्टीसाटीमा गयो भने त डल्लै खाइन्छ। देखेको छ हजुरको श्रीमतीले चाहिँ औषधि खानु भनेर भन्नुहुन्छ। औषधि नखानुको कारण चाहिँ के हो? होइन, औषधि त अहिले भर्खर त डाक्टरले लेखिदिएको हो, म नखाने भनेको। म अब अहिले उमेरै भर्खरको उमेर छ, अब अहिलेकै औषधि खाएर कसरी जीवन धान्न सकिन्छ? एउटातिर पैसा चाहियो, अर्को चाहिँ यो 40 वर्ष भर्खर हुँदैछु, अब 80 वर्ष बाँच्यो भने अर्को 40 वर्ष औषधि खाने भनेपछि त मेरो पेटमा त औषधि हो। त्यस्तो हुन्न नि त, त्यो चाहिँ त्यसरी भन्न चाहिँ मिलेन। हजुरलाई एम्ब्रोडिपिन 5 mg डेली भनेर भनेको रहेछ। अरू हजुरले के छोड्न सक्ने सम्भावना हजुरको के छ? के छोड्न नसक्ने के छ? भात छोड्नु पर्ने, भात छोड्नु परेन। रक्सी चुरोट के छ? अब रक्सी चुरोट हेर्नु, मैले पनि अब चुरोटले खराब गर्छ भन्ने पनि थाहा छ, रक्सीले खराब गर्छ भन्ने पनि थाहा छ। त्यही हो, घरमा आएपछि कर्कर हुन्छ, अफिसमा पनि हातले कहिले के भन्छ। अब यो टेन्सन हुन्छ, रक्सी यसो बेलुका खाइन्छ। अनि चुरोट चाहिँ अब सानैदेखि पानी लाग्यो, छोड्न सकेको छैन। कम गर्न पनि सकेको छैन। त्यसको साथको चुइगम चलाउने या केही गरेर हुन्छ मुखमा? अनेक कोसिस गरिसकेको केही पनि हुँदैन। अनि हजुरलाई अब केही जो गर्न नसक्ने भनेपछि अब कसरी गर्ने भन्ने छ त हजुरलाई? कसरी यो कम हुन्छ जस्तो लाग्छ? हजुरले त केही पनि मलाई अहिले केही भएको छैन। उसले प्रेसर भन्यो, प्रेसर भएपछि त टाउको दुख्नु पर्ने, अनि के हुनु पर्ने, मलाई दुख्ने पोल्ने कहीँ केही पनि छैन। रोगै नभए मान्छेलाई रोगी बनाइदिने।
अहिले त्यसरी देखिएको छैन भन्दैमा पछि देखिन्न भनेको होइन नि त। सबै जिउमा हजुरको सबै बढी आइरहेछ, कोलेस्ट्रोल बढी छ, चिल्लोपन जिउमा बढी भइरहेछ, प्रेसर बढेको छ, बढेको छ। त्यसले गर्दाखेरि चाहिँ अहिले देखिएन भनेर हुन्न नि त। के यो खाएपछि चाहिँ चट्टै हुन्छ त? हजुरको बानी चाहिँ ठिक छैन। हजुर रक्सी खाइदिन्छु गर्नुहोस् त त्यो। रक्सी त अरूले पनि खान्छ नि, अरूले रक्सी खान्छ, चुरोट पनि अरूले पनि खान्छ। अरूलाई रक्तचाप छैन नि त, हजुरलाई रक्तचाप देखिन थाल्यो। होइन, रक्तचाप भएको मान्छे मैले कति देखाएको छु। तपाईँको प्रेसर बढाएको मान्छेले चुरोट पनि खान्छ, रक्सी पनि खान्छ, मासु पनि खान्छ, चुरोट खान्छ। किन यो भएकै कुरा हो त? अनि हाँस्नु पर्ने के कारण छैन? धम्की दो कसरी खानु सुरु गर्नु पर्यो? हजुरले अलिअलि गर्दै के भन्छ खानपानहरू सुधार। हजुर बिहान मेरो ड्युटी त्यति टाढा छैन, 1 घन्टा लाग्छ। म बिहान हिँडेर गयो भनेदेखि हुन्छ। औषधि खानुपर्दा औषधि खानु पर्दैन भनेर खानु डाक्टरले तपाईँ काम एक्सर्साइज गर्नु पर्यो भन्छ। म बिहान हिँडेर अफिस गइदिन्छु, हिँडेर घर आइदिन्छु। हुन्छ? औषधि नखाएको हुन्छ हुँदैन? खाना खाएर जानुपर्छ, खाएर जानुपर्छ। किन बिचमा बेहोस भइदियो भने बाटोमा खानुभयो भने हजुरलाई कम हुन्छ। दुईटै कुरा त औषधि पनि खानु रे, फेरि हिँड्नु पनि रे, हिँडेपछि फेरि रक्सी पनि नखानु रे, चुरोट पनि नखानु रे, त्यो सबै कुरा त कहाँ बस्छ? थोरै गर्ने छोड्ने भन्ने कुराहरू त सबै हजुरले एकैचोटि च्यात्त छोड्नुहोस् भनेकै छैन। हजुरले जति मात्रामा खानु थियो त्यसलाई कम गरेर खानु पऱ्यो। अब के भन्नु अरे दिनकै 1 प्याकेट चुरोट खाएको एक दिनमा 2टा गर्दै छोड्दै जानु पऱ्यो नि त। हजुरलाई सन्चो हुनु छ भने चाहिँ त्यत्तिको गर्नु पऱ्यो, नत्र पछिबाट मुटुको रोग